हेर्दा हेर्दै डे 11 को मिनी ब्लग हाल्ने भइसके। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म घरमा छु र मैले आज घर सफा गरेको छु र म चाहिँ आबेउड स्टेसन नेरीको घरमा बस्छु। हजुरहरूलाई म देखाउने छु मैले के गरेँ आज, मैले घरमा के गरेर दिन बिताएँ भनेर। हाम्रो चाहिँ जुत्ता चप्पल राख्ने स्टोर यता छ है, अनि लगेजहरू राख्न चाहिँ हाम्रो यतातिर राख्छौँ। जस हाम्रो घरमा चाहिँ स्पेस मजाको छ। यो चाहिँ हल हो, तर हामीले हल बनाएको छैनौँ, यत्तिकै कहिलेकाहीँ आएर हामी बस्छौँ त्यति हो। तर हल चाहिँ हाम्रो अर्को उतापट्टि पनि छ, त्यो कारणले चाहिँ हामी उता बस्छौँ। अनि यो चाहिँ हाम्रो माथि जाने ठाउँ र सुरुमा चाहिँ हजुरहरूलाई म किचन देखाउन चाहन्छु। यो चाहिँ हाम्रो एकदमै राम्रो ब्युटिफुल किचन रहेको छ, जुन कि यत्तिको स्पेस भएको लन्डनमा काहीँ पनि छ जस्तो चाहिँ मलाई किचन लाग्दैन। हाम्रो चाहिँ एकदमै स्पेस छ र हाम्रो सानो हल चाहिँ यतातिर छ है त। यो चाहिँ हाम्रो चाहिँ अब यत्तिकै ग्यादरिङ कोही भएको बेलामा पाहुनाहरू आउँदा चाहिँ हामी यहाँनिर भेला हुन सक्छौँ, पाउँछौँ, खान्छौँ, रमाइलो गर्छौँ। र अब चाहिँ लागौँ हामी माथितिर। अनि माथि चाहिँ हाम्रो चाहिँ जस्ट टोइलेट बाथरुम सेपरेट छ आफ्नो, र मेरो रुम पनि माथि नै छ। अनि आज चाहिँ एकदमै सरसफाइ दह्रो गरेको छु गाइज। मैले हेर्नु न, बाथरुममा टल्काएर टिलिक्क बनाइदिएको छु भने यो चाहिँ रहे म। अनि त्यस पछाडि चाहिँ अब यता हाम्रो टोइलेट छ। हाम्रो चाहिँ सबै कुरा सेपरेटमा छ। रुम हेर्न चाहनेहरूले चाहिँ कमेन्ट गर्नु है त। म फेरि अर्को नेक्स्ट भिडियोमा देखाउँछु। बाइ बाइ।